होइन सोल्टिनीहरू कता हिँड्यो हुल बाँधिएर? ला सोल्टीहरूलाई थाहा छैन हाम्रो डाफी हिमाल लोक आइडलले रोटी बस्ने कार्यक्रम राखेको छ जाने होइन? चल केटा खोइ ओइ सुन त तिमी र म चाहिँ सँगै बस्नुपर्छ है।
सँगै छु मानी पुरा भयो देखेको सपनी पुरा भयो देखेको सपनी नमस्ते, मेरो नाम राजु गजरेल। यसै गीतको शब्द लेखक र डाँफेमा लोक आइडलको सचिवको तर्फबाट हाम्रो यो नेपाली एउटा लुकेको प्रतिभालाई उजागर गर्नुपर्छ भनेर हामीले उठाएका कार्यक्रममा पाल्नुहुने हाम्रा राष्ट्रिय स्तरका कलाकार दिनेश मुस्कान र हाम्रो गोविन्द विवश सर, हाम्रो नृत्य गर्नुहुने नायिका सजिना तामाङ, ममता राणा, सम्पूर्ण यस कार्यक्रमलाई उत्साहपूर्वक एकदम हौसलाका साथ सम्पन्न गर्नको लागि पाल्नुहुने सम्पूर्णमा म राजु गजरेलको तर्फबाट फेरि नमस्ते भन्न चाहन्छु। हस्त नमस्ते, म डाँफे हिमाल लोक आइडल सिजन 1 को प्रस्तुता विशाल बस्नेत। नेपाली कला र संस्कृतिको संरक्षण, अग्रजलाई सम्मान, नयाँ प्रतिभालाई प्रोत्साहन, दुखी पीडित असहाय अशक्त बालबालिकालाई सहयोग गर्ने हाम्रो अभियान भन्दै यस हाम्रो डाँफे हिमाल लोक आइडल सिजन 1 लिएर आएको कार्यक्रममा पाल्नुहुने सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, राष्ट्रिय स्तरका कलाकार दिनेश मुस्कान, गोविन्द विवश, ममता राणा, सजिना तामाङ, अतिथि कलाकार, सभा अध्यक्ष लगायत हाम्रो डाँफे हिमाल लोक आइडल सिजन 1 का सम्पूर्ण सपरिवार लगायत आर्थिक, नैतिक, भौतिक बाटोमा साथ सपोर्ट गर्नुहुने सम्पूर्ण भगवान रूपी दर्शक लगायत म डाँफे हिमाल लोक आइडल सिजन 1 को विशाल बस्नेतको तर्फबाट र हाम्रो डाँफे हिमाल लोक आइडल सम्पूर्ण सपरिवारको तर्फबाट धन्यवाद दिन चाहन्छु। घुम्दै आयौँ धादिङ जिल्ला गल्छी गाउँपालिका भन्ने रहर लाग्यो मलाई त्यो दिलको मालिका भन्ने रहर लाग्यो मलाई त्यो दिलको मालिका भागेश्वरी छ